किन भर्या जान्छु न खन्नरेल नामले फल्गु खन्नरे नामले नै दिन्दरे हो मलाई दिन आउन काकडो खान रे रे गल्ला जस्तो छ जस्तै मनले सोचे जस्तै बालक जन्मनुहुन्छ भनेर बताएको छ। बालक प्रतिशत राम्रो सब्जीका जस्तो दिन्छन् त्यस्तै आफ्नो स्टोरी दिनभर केटाहरू हुँदै गए आफ्नो आफ्नो गृहस्थाश्रमको हुनुपर्ने प्रवृत्तिहरू यथार्थ हुँदै गए यिनीहरूको मर्यादा पुरुषोत्तम हुनुहुन्छ त्यसको नटवर हुनुहुन्छ नटवर भनेको नचाएर नचन गरेको थियो बडो पनि श्रेष्ठ नाचा पनि गर्न सक्छन् और देव पनि श्रेष्ठ हुनुहुन्छ तर भगवान राम पुरुषोत्तम चाहिँ मर्यादा पुरुषोत्तम हुनुहुन्छ यस्तै पनि वर्णन सक्ने जानेहरू त्यो बेला भगवान कपिल हाम्रो पनि त्यस्तै हालत हुने त्यो अमिरना खुसियानला कपिल हाम्रो नै खुसियान ध्यान राख्यो भने हाम्रो जीवनमा कहिले तलमाथि जाँदैनन् जस्तै नहुन्छ नदुना ठार हुन्छ आठेको 9 हुन्छ नदिया 27 हुन्छ